नमस्कार फुटबल प्रेमीहरू। फिफा विश्वकप 2026 अन्तर्गत समूह आईको महत्त्वपूर्ण खेलमा फ्रान्सले इराकलाई 3-0 गोल अन्तरले पराजित गर्दै शानदार जित हासिल गरेको छ। खेलको सुरुवातदेखि नै फ्रान्सले आक्रामक खेल प्रस्तुत गरेको थियो। 14औं मिनेटमा माइकल ओलिसेको उत्कृष्ट पासमा केलियन एम्बापेले गोल गर्दै फ्रान्सलाई 1-0 को अग्रता दिलाए। पहिलो हाफमा इराकले केही अवसरहरू सिर्जना गरे पनि फ्रान्सको बलियो रक्षा पंक्ति तोड्न सकेन। दोस्रो हाफ सुरु भएको केही समयमै 54औं मिनेटमा उस्मान देम्बेलेको पासलाई सदुपयोग गर्दै एम्बापेले व्यक्तिगत दोस्रो गोल गरे र टोलीको अग्रता दोब्बर बनाए। 2-0 ले पछि परेको इराक खेलमा फर्किन सङ्घर्ष गरिरहँदा फ्रान्सले आफ्नो दबाव कायमै राख्यो। त्यसपछि 66औं मिनेटमा माइकल ओलिसेको अर्को उत्कृष्ट असिस्टमा डेम्बेलेले गोल गर्दै फ्रान्सलाई 3-0 को मजबुत अग्रता दिलाए। एम्बापेको 2 गोल र डेम्बेलेको 1 गोलको मद्दतले फ्रान्सले सहज जित निकाल्दै समूह चरणमा आफ्नो दावेदारी अझ बलियो बनाएको छ। यस जितसँगै फ्रान्स अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने इराकलाई अर्को चरण पुग्ने आशा कायम राख्न आगामी खेलहरूमा राम्रो नतिजा निकाल्नुपर्ने दबाव बढेको छ। तपाईको विचारमा फ्रान्सकै यो विश्वकप जित्ला त? कमेन्टमा आफ्नो प्रतिक्रिया अवश्य लेख्नुहोस्। यस्तै अपडेटका लागि च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला है त। धन्यवाद।